म्याम यहाँलाई नमस्कार। नमस्कार। यहाँसम्म आइदिनु हो। हामी चाहिँ लाइफ मन्त्रको टिम लाइफ मन्त्रमा एज अ 2-4 वर्षदेखि काम गरिरहेको छौँ मेन्टल हेल्थ सेक्टरमा। प्लस यसलाई चाहिँ प्रिभेन्टिभ एप्रोचमा भनौँ न, अझ लाइफ मन्त्रले चाहिँ मानसिक स्वास्थ्यको क्षेत्रमा पनि त्यसलाई मान्छेलाई मानसिक स्वास्थ्य क्षेत्रमा त्यसलाई के अरे सिभियर नहोस् अथवा त्यसलाई अवेर गराउने एडभाइस गराउने काम गरिरहेका छौँ। तपाईँलाई चिनेको लगभग आज 3-4 वर्ष भयो होला होइन। 3-4 वर्षदेखि अब त्यस्तो भेटघाट चाहिँ त्यसरी कुरा गर्न पर्सनली कुरा गर्न पाएको होइन, ट्रेनिङमा भेटघाट भएर। हजुर। मैले तपाईँलाई फलो पनि गरिरहेको थिएँ, के गरिनुहुन्छ कसो गर्नु, तपाईँले पनि थोरै कुराहरू गरिरहनु भएको थियो होला सायद जस्तो लाग्छ। तपाईँले आज हामी केही कुरामा जस्तै जीवनका मन्त्रहरू भनौँ न, लाइफ मन्त्रको एज अ थिममा काम कुरा गर्छौँ। तपाईँले यसरी अघि भन्नुभयो त्यसरी एडभोकेसी कुराहरू गर्छौँ। तपाईँलाई फेरि पनि स्वागत छ लाइफ मन्त्रमा। नमस्कार। धन्यवाद यहाँले मलाई लाइफ मन्त्रमा बोलाउनु भएकोमा। तपाईँलाई एज भनौँ न, यति लामो सेक्टर थियो, तपाईँ धेरै कुरामा फ्रिलान्समा काम गरिरहनु भएको छ, विद्यालय इन्स्टिट्युसनमा काम गरिरहनु भएको छ होइन। यति लामो अनुभव पनि अघि तपाईँले धेरै कुराहरू सेयर गर्नुभयो। तपाईँले अहिले चिनाउँदै गर्दाखेरि म चाहिँ हुन्छ नि यो चाहिँ हो भनेर परिचय दिँदै गर्दाखेरि चाहिँ के कसरी दिन चाहनुहुन्छ? पहिला त म ह्युमन बिङ हो होइन। प्रोफेसनल्ली चिनाउनु पर्दा इसिडी फेसिलिटेटर, हजुर, फ्रिल्यान्सर, ट्रेनर, हजुर, इसिडीमा काम गरिरहेछु। हजुर। जहाँ आवश्यकता पर्छ त्यहाँ चाहिँ जानेको कुरा, जानेको आफूले पाएको ज्ञानलाई चाहिँ सकारात्मक रूपमा बाँड्ने काम गर्छु। अनि अब व्यक्तिगत रूपमा त तपाईँ जस्तो म पनि त्यही। हजुर। अनि यो जुन हुन्छ नि, तपाईँले अब बच्चाहरूसँग काम गरिरहनु भएको छ अथवा करिकुलमहरू पनि कतिपय कुरा तपाईँले त्यो कुरा ठिक छ कि छैन भने कहिलेकाहीँ आफूलाई पनि हुन्छ नि, त्यहाँ काम गर्दै गर्दाखेरि ठिक नलागेको कुरामा एडभाइस गरिरहनु भएको होला। यो बच्चाहरूको केसमा भनौँ न, जुन मैले अघि पनि जोडेको थिएँ तपाईँले इन्फर्मल कुरामा, त्यो महिलाहरूको सहभागिता बढी अथवा त्यो बच्चाहरूसँग इसिडी उसमा काम गर्दै गर्दाखेरि जस्तै के अरे मेलहरूमा चाहिँ अलिकति इम्प्याथी कम हुन्छ अथवा उनीहरूले चाहिँ त्यो बच्चासँग खेल्ने उनीहरूको क्षमता कम हुन्छ। यो बायस मात्रै हो कि अथवा अब्जेक्टिभली हेर्दाखेरि अथवा तपाईँको चाहिँ त्यो कुरालाई चाहिँ अलिकति फरक तरिकाले हेर्दाखेरि किन त्यस्तो भयो होला जस्तो लाग्छ? जस्तै पुरुषहरूको सहभागिता एकदम धेरै कम इसिडी लेभलमा, कसरी त्यो हुन गयो? यहाँले भन्नुभयो जस्तै त्यो एम्प्याथी पेसेन्सको लेभल चाहिँ अलिक कम हुन्छ कि होइन पुरुषहरूमा भन्ने त्यो कुराले गर्दा पनि हुनसक्छ। तर मानिसै त हो होइन, जेन्डर भनेको के हो र, तर आत्मै त हो होइन। त्यो माइन्डसेटको कुराहरू आउँछ होइन यसमा। र हाम्रो समाजले के भन्छ नि, लोग्ने मान्छे भएर रुनु हुँदैन रे, मर्दको छोरो भएर आँसु छाड्नु हुँदैन रे के, त्यो छ नि त होइन। भन्दाखेरि महिलाको सहभागितामा हुनुमा पनि कस्तो लाग्छ भने, एक त एकदम नारी संवेदनशील अनि नारी एकदम सहनशीलताको प्रतिमूर्ति होइन, सहन सक्ने पेसेन्स लेभल हाई भएको होइन त्यो। अनि मायाको खानी सबै छ नि त भन्दाखेरि हो। त्यो पुरुषको दाँजोमा महिलामा त्यो छ, त्यो तत्त्वहरू बढी छ होइन। तर पुरुषमा पनि नभएको पनि होइन। इमोसन्स हुन्छ नि सबैको, इक्यू आइक्यू एक्यू र सिक्यू त सबैको त्यस्तै त हो, ब्रेन त त्यही हो, फङ्सन त्यही हो। त्यसमा जेनरलाइजेसनको कुराहरू पनि आउने भएर पनि महिलाको सहभागिता बढी हुन्छ कि भन्ने मेरो सोच हो, मेरो व्यक्तिगत धारणा है। फेरि सबैको आफ्नो व्यक्तिगत धारणाहरू हुन्छ, त्यसैले गलत भन्न मिल्दैन, अलग मात्रै हो यो कुराहरू। जस्तै कल्चरल, जस्तै हामीलाई बच्चाबाट जस्तै ग्रो अप गरिरहेको हुन्छ अथवा पुरुषले यो काम गर्नुपर्छ, केटाहरूले यो क्याटेगोरीको काम गर्नुपर्छ, यसरी रेस्पोन्स गर्नुपर्छ वा यिनीहरू तिमीहरूको रोल चाहिँ यो हो है भनेर डिफाइन गरिरहेको हुन्छ। सोसल एउटा समाजले एउटा सेफ बनाइरहेको हो। त्यसले चाहिँ कतिको ब्यारियर क्रिएट गरेर जस्तो लाग्छ? ब्यारियर क्रिएट चाहिँ पहिला गरे जस्तो लाग्छ, तर अहिले माइन्डसेट चेन्ज हुँदैछ अहिलेको। अब प्रेजेन्ट सिनारीमा चाहिँ म त्यस्तो देख्दिनँ कि होइन। ठुलो ठुलो होटलमा सेफहरू पनि पुरुषै हुनुहुन्छ, डान्स कोरियोग्राफरहरू पनि पुरुषै हुनुहुन्छ। जति पनि हेर्नुहोस् न, जति पनि हाई हाइली सेक्टरहरूमा छ पुरुष पनि हुनुहुन्छ। त्यस्तै भन्यो भने महिलाको पनि सहभागिता चाहिँ त्यो हाई सेक्टरमा कम छैन। पाइलट महिलाहरू पनि त छन् होइन।
यो अनुसार हेऱ्यो भने गएको प्रेजेन्ट सेनारियोमा मलाई चाहिँ इक्वल लाग्छ है। त्यो पहिलाको यहाँले भन्नुभयो जस्तै त्यो ब्यारियरले गर्दाखेरि चाहिँ पुरुषको सहभागिता कम भयो, तर अहिले धेरै इसिडीमा पनि पुरुषको सहभागिता अहिले छ। मैले त्यस्तो जेन्ट्स टिचरहरूलाई पनि चिन्छु जसले यो इसिडीमा धेरै राम्रो गरेर राख्नु भएको छ। त्यो लेभलको त्यसरी नै त्योभन्दा पनि राम्रो प्रभावकारी ढङ्गले गरिराख्नु भएको छ उहाँहरूले। यो जुन हुन्छ नि, जस्तै तपाईँले अघि भनिरहनु भयो जस्तै कल्चरली हामी जस्तै डेभलप भइरहेका छौँ होइन, एज अ फिमेल हुँदै गर्दाखेरि होइन, अब हिजो त अब पुरुषले गर्ने काम यस्तो थियो अथवा महिलाले गर्ने यस्तो थियो भनेर हामीले त्यो अनुसारमा काम गरिरहेका हुन्थ्यौँ। त्यो यसमा चाहिँ कतिको दुविधाहरू हुन्छ नि, जस्तै अब यो काम गरेँ ऊ काम गरेँ अथवा अलिकति बढी नै पहिला घरको मात्र काम गर्नु पर्दा एउटा मात्र काम गर्दा बाहिर पनि गर्नु पर्यो, अरू गर्दा त्यसले गर्दाखेरि चाहिँ अलिकति झन् रेस्पोन्सिबिलिटी बढेको कि अब झन् धेरै प्रेसर बढेको कि भन्ने पनि प्रतिक्रियाहरू सुन्न पाइन्छ। यो सबैको भने नि मैले इन्डिभिजुअल पर्सेप्सनको कुरा आउँछ कि यसमा चाहिँ म त्यसलाई रेस्पोन्सिबिलिटी ममा अब बढ्यो, मलाई यस्तो गाह्रो, घरको पनि गर, यो पनि गर, यो पनि गर, म त्यो सोच्दिनँ। इन्जोय गर्न सक्नुपर्छ होइन। त्यसैले यो माइन्डसेटको इन्डिभिजुअल माइन्डसेटको कुराहरू के हो होइन। त्यसैले जेनरलाइजेसनको कुरा किन जोड्यो भने म कस्तो समुदायमा बस्छु, मेरो प्यारेन्टिङ कसरी भइरहेछ, मेरो साथी सर्कल कस्तो छ, मैले कस्तो गुरुबाट शिक्षा पाएँ, मेरो देशको राजनैतिक स्थिति कस्तो छ, र मलाई व्यक्तिगत मूल्य मान्यता र यो परम्परागत सांस्कृतिक मूल्य मान्यता अनुसार महिला भएर मलाई कसरी हेरिएको छ, त्यो कुराहरूले इफेक्ट गर्छ क्या होइन। यो नितान्तै व्यक्तिगत कुरा अन्तर्गत राख्छु म यसलाई चाहिँ होइन। यो धेरैजना महिलाहरू हुन्छ घरको पनि काम गर होइन, म बाहिर पनि गर हुन्छ, त्यो एक किसिमको दबाब भएपछि अलिकति गाह्रो हुने कुरा आउँछ। मलाई पनि नहुने होइन, तर म यसलाई चाहिँ के गर्छु भने रिडिफाइन गर्छु के म गर्न सक्छु त, मलाई यो च्यालेन्जेसहरू आयो नि त, त्यो च्यालेन्जलाई चाहिँ म आफूलाई मेरो स्ट्रेन्थको रूपमा लिन्छु नि त। अब सबैको यो सोच्ने फरक हुन्छ सर। जस्तै यो भनिराख्दाखेरि जस्तै फ्रिडम अफ चोइस भन्ने कहिलेकाहीँ आउँछ नि, यो फ्रिडम अफ चोइसलाई रेस्पोन्सिबिलिटीले कतिको चाहिँ समातिरहेको छ। फ्रिडम अफ चोइसलाई रेस्पोन्सिबिलिटीले समात्छ, नसमाउने होइन। यसलाई म समाउँदिनँ भन्दिनँ, तर जुन फ्रिडमको कुरा गर्नुभएको छ नि, फ्रिडम र रेस्पोन्सिबिलिटीमा चाहिँ पोजिटिभ लिमिट सेटिङ भयो भने चाहिँ अनि त्यहाँ ब्यालेन्सको कुरा आउँछ क्या। त्यो कुराहरूलाई चाहिँ हामीले लान सक्यो, मिलाएर लान सक्यो भने चाहिँ त्यो फ्रिडम रेस्पोन्सिबिलिटी नै फ्रिडम भएर जान्छ क्या। सबै कुरा इन्जोय गर्न सक्नु पर्यो, ब्यालेन्समा राख्नु सक्नु पर्यो होइन। जस्तै हामी सबैलाई थाहै छ नि त, म्याथमेटिक्स हामीले पढ्यौँ, गणित पढ्यौँ, समस्याको हल गर भन्यो, सल्भ द प्रब्लम भन्यो, लामो इक्वेसन हुन्छ, हामीले 1 लेफ्ट ह्यान्ड साइड इज इक्वल टु राइट ह्यान्ड साइड भनेर धेरै प्रुभ गऱ्यौँ नि त। भनेको लाइफ त्यही त हो नि, 1:1 मा ल्याउने हो, लेफ्ट ह्यान्ड साइड इज इक्वल टु राइट ह्यान्ड साइडमा ल्याउने हो नि त होइन भन्दाखेरि। त्यसैले यो रेस्पोन्सिबिलिटी र फ्रिडमलाई चाहिँ हामीले ब्यालेन्समा राखेर काम गर्न सक्यौँ भने चाहिँ यो दुईटा इन्टर रिलेटेड जस्तो लाग्छ मलाई। यो त अभियसली नै त्यो हिसाबमा पर्सपेक्टिभ आफूले कसरी बुझ्ने तरिकाले एकदम गर्ने नै भयो होइन। हजुर, जस्तै हुन्छ, जस्तै यो एउटा डिबेट फिलोसफी अथवा साइकोलोजी जुनै सेक्टरमा भनौँ न, नेचर भर्सेस न्युचर भन्छौँ नि हामी, जसरी उसलाई जेनेटिकल हिसाबले बायोलोजिकल हिसाबले एउटा कुरा आइरहेको हुन्छ, समाज परिवार होइन, उसलाई दिएको स्कुलिङ, त्यो दुईटामा सबभन्दा बढी रोल चाहिँ कुनको हुन्छ, नेचरको हुन्छ अथवा न्युचरको? कसरी उसलाई ग्रो अप कसरी भयो? यस्तो छ, पहिलाको परिप्रेक्ष्यमा होइन, अहिले चेन्ज हुँदैछ, समाज रूपान्तरण हुँदैछ नि त, परिवर्तन भइरहेछ। पहिलाको हिसाबमा हेर्ने हो भने परिवारको सदस्यहरूको धेरै भूमिका छ क्या। हाम्रो हुन्छ नि, जस्तै एउटा लेडिज बिहा गरेर गएपछि इनलजको धेरै भूमिका हुन्छ होइन, त्यसपछि छिमेक आफन्तको धेरै हुन्छ। तर अहिले चाहिँ त्यो बुझ्दै आइरहेको छ कि, किनकि अहिले
पेरेन्ट्स हुने भनेकै तपाईँ हामी जस्तै हो कि बुझिसकेका छौँ हामीले हामीलाई गाह्रो भएको जस्तो अरूलाई गाह्रो हुँदैन है हामीलाई नमन परेको चिज उसलाई पनि त मन पर्दैन होला नि मलाई भोक लागे जस्तो उसलाई पनि त लाग्यो होला नि भन्ने कुराको हिक्का राख्ने हामी प्यारेन्ट्स हौँ कि अब चाहिँ अबको प्यारेन्ट्सले चाहिँ त्यो किसिमले नसोच्दाखेरि चाहिँ अब चाहिँ गाह्रो हुन्छ जस्तो लाग्दैन तर यहाँनिर के पनि कुरा आउँछ भने रेस्पेक्टको कुरा आउँछ नि त आफूभन्दा अग्रजलाई आफूभन्दा ठुलो मान्छेलाई चाहिँ आदर गर्नुपर्छ उहाँहरूको कुरा काट्नु हुँदैन भन्ने कुराहरू आउँछ तर यहाँनिर के छ भने गलतलाई गलत भन्न सक्नुपर्ने यो शिक्षाले नै दिने मार्गदर्शन गरेको त हो नि होइन गलतलाई गलत होइन यहाँले भनेको सही हो भनेर मान्दाखेरि चाहिँ त्यहाँनिर समस्याको सृजना हुन्छ जस्तो लाग्छ अनि धेरै कुराहरूको गाह्रो कुराहरू यहीँबाट नै आउँछन् जस्तै यही कुरासँग जोड्दै गर्दाखेरि जस्तै वेस्टर्न कल्चर र हामी जुन इस्टर्न कल्चरमा जुन छौँ नि कलेक्टिभ अथवा इन्डिभिजुअलिस्टिकबाट हेर्दै गर्दाखेरि हामी त कलेक्टिभ सोसाइटीबाट होइन अहिले हामी प्र्याक्टिस केही पनि गर्न खोजिरहेछौँ भने वेस्टर्न कल्चरबाट इन्डिभिजुअलिस्टतिर जान पनि खोजिरहेका छौँ त्यो बिचमा चाहिँ त्यो अब ट्रान्जिसन फेजमै छौँ भनौँ अथवा कन्फ्लिक्टमा छ दुइटा न हामी उता पुरै वेस्टर्न भएर पुरै त्यो गर्न सकिरहेछौँ न आफ्नो कुरालाई छोड्न सकिरहेछौँ आफ्नो कुरालाई छोड्ने कुरै आउँदैन तर राम्रो कुरालाई चाहिँ अपनाउन सक्नुपर्छ क्या होइन राम्रो कुरालाई चाहिँ लिने हो नराम्रो कुरालाई फाल्ने हो नि त राम्रो कुरा पनि मेरो परिवेश अनुसार होइन यसले मलाई फाइदा गर्छ कि बेफाइदा गर्छ राम्रो कुराले त पक्कै पनि बेफाइदा गर्दैन तर राम्रो कुराले चाहिँ समय आएपछि त्यसलाई कसरी सही रूपमा सदुपयोग गर्ने भन्ने त्यो किसिमले चाहिँ हामीले सेभ गरेर राख्नुपर्छ जस्तो लाग्छ कि त्यसैले त्यो कन्फ्लिक्ट भने सबै आफ्नै कुरा हो कन्फ्लिक्ट किनभने सबैले आफ्नो कुराले म ठिक मै राम्रो मैले भनेको ठिक भन्ने त्यो किसिमको वातावरणमा मात्रै कन्फ्लिक्ट आउँछ जस्तो लाग्छ क्या तर राम्रो कुरालाई चाहिँ पछिको लागि भविष्यको लागि सही समय आएपछि चाहिँ यसलाई चाहिँ प्रयोग गर्नुपर्छ है सही ठाउँमा चाहिँ उपयोग गर्नुपर्छ भनेर थाती राख्यो भने चाहिँ त्यो कन्फ्लिक्ट आउँदैन जस्तो लाग्छ मलाई कलेक्टिभ सोसाइटीमा जस्तै नेपाली कल्चरमा हेर्दै गर्दाखेरि जस्तै हामी फ्यामिलीसँग इन्गेज हुने होइन अथवा भनौँ न जे कुराहरू हाम्रो प्यारेन्ट्सले त्यो कुरा योदेखि फलो गरिरहेको छ त्यही कुरामा हाम्रो बच्चा बुढाबुढी भएपछि बुवा आमालाई हेर्नुपर्ने जिम्मेवारीदेखि लिएर होइन त्यो खालको छ गभर्मेन्ट पोलिसी पनि हाम्रो त्यस्तै खालको छ अहिले त्यो खालको पोलिसी आइसकेको छ भनेपछि कलेक्टिभ सोसाइटीले हामीलाई कहीँ न कहीँ खुल्नलाई अलिकति हाम्रो फ्रिडम अफ चोइसलाई अलिकति थिचेको हो कि समातिराखेको हो कि जस्तो पनि हुन्छ होइन हजुर एज अ तपाईँ फिमेल हुँदै गर्दाखेरि यहाँसम्म आउँदै गर्दाखेरि तपाईँले फेस गर्नुभएका सोसाइटी एज अ कल्चरल पर्सपेक्टिभबाट होइन द जेन्डर पर्सपेक्टिभबाट होइन अपर्च्युनिटीको हिसाबले तपाईँले कस्ता कस्ता च्यालेन्जेसहरू चाहिँ जुन चाहिँ तपाईँले अनुभव गर्नुभयो त्यसलाई चुनौतीलाई सामना गरेर यहाँसम्म आउनुभयो भन्ने लाग्छ चुनौती त धेरै छन् नि हजुर होइन अब जस्तै हामी त नेवार कम्युनिटीबाट हजुर काम भएको काम पनि छोड्नुपर्ने बिहे भइसकेपछि हजुर होइन जब कि आफै पढेर इन्डिपेन्डेन्ट भएर चाहिँ होइन बिहे अगाडि घरमा चाहिँ हामीले एउटा भ्यालु एड गरिरहेको थियौँ नि त होइन हाम्रो परिवारलाई भनेपछि अब कस्तो हुन्छ भन्दाखेरि बिहे गरिसकेपछि मेरो पालामा भनौँ है अहिले पनि होला तर मैले त मलाई नै फोकस गर्छु नि त मैले अरूको देखेकै छैन नि त होइन भनेपछि मैले भोगेका कुरा त भन्ने हो होइन त्यो लेसन लर्नको रूपमा लिने हो होइन मैले पनि मैले भोगेको कुराबाट लेसन लर्नको रूपमा लिएर त यहाँसम्म आएँ नि त यो सही यो गलत होइन मैले यहाँनिर यो गर्नु पर्थ्यो मैले त्यो बेला यस्तो गरेँ भने त्यसलाई मैले एरिया टु इम्प्रुभको रूपमा लिएर त्यसलाई नै रिडिफाइन गरेर यहाँसम्म आएको हो नि त होइन त्यो रिडिफाइन जुन हाम्रो चुनौतीहरूलाई चाहिँ हामीले रिडिफाइन गर्न सक्नुपर्छ त्यो चुनौतीलाई चाहिँ त्यो अवसरको रूपमा होइन लिन सक्नुपर्छ र समय अनुसार एडप्टेसनको कुराहरू पुनः परिभाषित गर्नुपर्छ हामीले हुन्छ नि हाम्रो के भन्छ यु हेभ टु चेन्ज द ग्लास अफ यर यु हेभ टु चेन्ज द लेन्स अफ यर ग्लास भने जस्तै समय अनुसार देख्ने त्यो धेरै फरक गर्नुपर्छ जस्तै मेरो केसमा कुरा गर्ने हो भने चाहिँ म रक्तकाली हायर सेकेन्डरी स्कुल अहिलेको परिवर्तित नाम चाहिँ व्हाइटफिल्ड हो त्यहाँ काम त्यहीँको स्टुडेन्ट त्यहीँ नै म पढाइरहेको थिएँ होइन बिहेको लागि मैले छोड्नु पऱ्यो
काम गर्न पाउँदैन बुहारी भएपछि। त्यस्तो पनि सोच थियो क्या। हजुर। भन्दाखेरि त एउटा पैसाको लागि काम गरिँदैन नि त, पैसा पनि चाहिन्छ, पैसा साधन हो, साध्य होइन होइन, इट्स नट द एन्ड, इट्स द मिन्स होइन, पैसाको लागि होइन। तर कमाउने के को लागि भन्दाखेरि त रमाउनलाई रहेछ के। रमाउने भनेको परिभाषा नै फरक हुन्छ के। म यहाँ लाइफ मन्त्रको अफिसमा आएँ, यहाँले मलाई पानी दिनुभयो, म यसमा रमाइरहेको छु क्या। यहाँहरूको जुन एउटा यो साथ छ त्यसमा रमाइरहेको छु नि। रमाउने भने यो पनि छ, तर कसैलाई हेलोडी जानु पर्ला होइन, त्यसरी पनि रमाउने छ। कसैलाई मुभी हेर्नु पर्ला होइन, कसैलाई एकान्तमा गएर हुन्छ प्रकृति प्रेमीहरूलाई त्यो नेचरसँग रमाइलो लाग्ला, त्यो कुराहरू आउँछ नि त। त्यसैले सबैको आफ्नो पर्सेप्सन हुन्छ। गलत कोही पनि छैन, अलग मात्र छ क्या। गलत भन्ने नै हुँदैन क्या, सबै माइन्ड सेटको कुराहरू आउँछ नि त। त्यही भन्दाखेरि हामीले के, मेरो केसमा के भयो, मैले काम छोडेँ टोटल्ली घरमा हो भन्दाखेरि अब त्यो चुनौतीलाई चाहिँ त्यो मलाई त गाह्रो भएको थियो नि त्यो टाइममा। कसरी बस्ने भन्दाखेरि त्यो घरैसी काममा यस्तो व्यस्त भयो कि त्यो 25 को उमेरबाट 35 को उमेर कसरी पुग्यो थाहै भएन। 5 वर्ष 10 वर्षै बस्नुभयो। 10 बस्यो होइन, तर त्यो फेजमा मैले हरेक घरैसी कामबाट चाहिँ एउटा स्किल मैले आफैले सिकेँ कि। र त्यो बेलामा मैले गरेका कामहरू मैले साँच्चै पनि म फेरि ब्याक टु स्कुल हुँदाखेरि मैले आर्ट एन्ड क्राफ्ट ग्रुपमा धेरै कुराहरू युज गरेँ। मेरो फाइन मोटर स्किल अझ राम्रो भइसक्यो रहेछ क्या। भन्दाखेरि मैले त्योबाट लर्न गरेँ कि बच्चाहरूलाई यो बालबालिकालाई यो कुरा सिकाउँदा चाहिँ यसमा कन्सन्ट्रेसन डेभलप हुने रहेछ, पेसेन्स डेभलप हुने रहेछ होइन, यसमा सेन्स अफ अर्डरको कुराहरू आउने रहेछ, क्लियर सिक्वेन्सहरूको कुरा आउने रहेछ। अनि त्यस्तो किसिमको इन्डाइरेक्ट एम्सहरू, डाइरेक्ट एम्सहरूलाई चाहिँ मैले क्रिएट गर्न थालेँ कि अब्जेक्टिभहरूलाई। भन्दाखेरि मेरो लागि त्यो घरमा बसेको पनि छ नि एकदम राम्रो भयो। त्यसलाई मैले यस मैले अनरिसोर्सफुल स्टेटबाट आफूलाई रिसोर्सफुल स्टेटमा लगेँ। भनेपछि सम्भावना त्यहाँ पनि यस, हामीले सम्भावना हामीले खोज्ने हो क्या। हामीलाई यति राम्रो दिमाग दिनुभएको छ हो, त्यसैले त मानिसलाई सर्वश्रेष्ठ सामाजिक प्राणी भनिन्छ नि त। प्राणी त पशु पन्छी पनि हो नि होइन। भन्दाखेरि हामीले हरेक जस्तो परिस्थिति छ, जस्तो वातावरण छ, त्यसमा चाहिँ हामीलाई अवसर दिइ नै रहेको हुन्छ कि। प्रश्नमै उत्तर हुन्छ अरे कि, त्यो उत्तर खोज्न सक्नु पर्यो प्रश्नमा। प्रश्न त्यसै भएको होइन, प्रश्न आफै गाइडेन्स हो उत्तर खोज्नको लागि। यसमा भनौँ जस्तै नेवारी कम्युनिटी अझ धेरै नेपालको कन्टेक्समा हेर्दै गर्दा अलि धेरै ब्यारियर छ कि भन्ने पर्सपेक्टिभ बाहिर अलिक मान्छेले कुरा गर्दै गर्दा हामीले पनि अलिकति त्यो डिस्कस गर्दै गर्दा अलिक बढी छ, स्ट्रिक्ट हुन्छ। जस्तै म एज अ तामाङ कम्युनिटी पनि अरूभन्दा अलिकति यो चाहिँ अलिकति लचक छ, अलिकति त्यसमा चाहिँ कम्फर्ट छ भन्ने पनि हुन्छ। कतिपय कुरामा ब्यारियर पनि छ होइन। यो कुराहरूले जस्तै प्रोफेसनल ग्रोथमा चाहिँ काहीँ न काहीँ असर पर्छ। म चाहिँ फेरि हरेकमा रिडिफाइन गर्ने भएर छ नि, यो ब्यारियरहरूलाई चाहिँ म बेनिफिटमा लिन्छु कि। ब्यारियरलाई चाहिँ कस्तो भने सबै कम्युनिटीमा त्यो स्ट्रिक्टनेस हुनुपर्छ जस्तो लाग्छ, त्यो डिसिप्लिन हो कि नबुझ्यो हो मान्छेले होइन, डिसिप्लिन हो त्यो होइन। तर हो अब हामीलाई जुन ब्यारियर कसले गर्दैछ, कस्तो माइन्ड सेटको मान्छे छ त्यसमा पनि भर पर्छ कि। र हाम्रो अभिभावकले बुझ्नु भएन होइन, तर उहाँहरूले दुःख गरेर हामीलाई पढाउनु पठाउनु भएको छ होइन, शिक्षा त दिनुभएछ नि, त्यति त हामीलाई अवसर दिनुभएछ। भन्दाखेरि हामीलाई किन पढ्न पठाए त भन्दाखेरि उहाँहरूले नबुझेको कुरालाई उहाँहरूले बुझ्ने हिसाबमा होइन हामीले बुझाउन सक्नुको लागि हो क्या। त्यसरी त्यो ब्यारियरलाई चाहिँ नि यस्तो गर्यो भने यो किसिमको हुन्छ है भन्न सक्नु पर्यो कि सकारात्मक रूपमा। हामी यहाँ के गर्छौँ भन्दाखेरि नि सबैलाई दोषी ठहराउँछौँ कि यो मेरो, तर औँलाले त रेस्ट अफ द औँला त आफै दोषी हो नि त। त्यसैले हिजो एउटा बुक रिलिज त्यो प्रोग्राममा पनि गएछ, त्यसमा छ कन्भिक्ट अथर केनी पाण्डेले कन्भिक्ट, कस्तो राम्रो
होइन त्यो पढ्नुपर्ने बुक हो तर मैले पढ्न पाएको थिएँ तर हिजो धेरै अग्रजहरूले चाहिँ त्यहाँ धेरै समीक्षा भएको थियो रिभ्यू भएको थियो त्यसले गर्दा केही न केही मैले बुझेछु तर यहीँ भन्दाखेरि चाहिँ त्यो किताब पढ्नुपर्छ र मजा आउँदैन कि सबै बुझिसकेपछि होइन त्यो दोष लाउँछ नि त्यो सजिलो छ कि त्यही भएर मलाई चाहिँ के लाग्छ भने यो दोष लाउने मात्र काम हो तर पहिलाको परिप्रेक्ष्यमा हो होइन त्यो नबुझेर भएको त्यो ब्यारियर्सहरू अहिले त्यस्तो छैन कुनै पनि कम्युनिटीमा हेर्नुहोस् है कम्युनिटी राम्रो नराम्रो भनेको सबै छ क्या होइन त्यसैले नेवार मात्र कम्युनिटी यस्तो मुस्लिम मात्र यस्तो तामाङको मात्र यस्तो होइन ब्राह्मणबाट मात्र यस्तो त्यो हामीलाई भन्ने अधिकार छ जस्तो लाग्दैन क्या हामीलाई होइन हामीले कसैलाई मूल्याङ्कन गर्ने हामीलाई अधिकार छ जस्तो लाग्दैन होइन सबैजना स्वतन्त्र हो क्या होइन स्वतन्त्र हो त्यही भएर चाहिँ हामीले चाहिँ कसैले बुझिरहेको छैन भने चाहिँ कहाँनिर चित्त बुझेन होइन के गर्दा चाहिँ ठिक हुँदो रहेछ त भनेर चाहिँ उहाँबाट नै हामीले उत्तर खोज्ने हो क्या किनभने एउटा डिसिप्लिन अनुशासनको कुरा हो नि त होइन घरमुली नै छैन भने घर के हुन्छ हामीले त्यो सबैको इज्जत चाहिँ गर्न सिक्नुपर्छ हामीले पढेको पनि त्यसैको लागि हो क्या यी संस्कारको कुराहरू आउँछ यसले नै हामीलाई परिचित गर्ने त हो नि संस्कारले हाम्रो व्यवहारले होइन फेरि म त इसिडीमा काम गर्ने मैले फाउन्डेसन निर्माणाधीन उमेरका बालबालिकाहरूलाई त्यो कुरा मैले भर्न सकिनँ भने नि खै त जग बलियो भएन भने घर कसरी बलियो हुन्छ भन्ने कुराहरू आउँछ त्यसैले राष्ट्र विकासको लागि बाल विकास हुनु पनि जरुरी छ बाल विकास भनेको त्यो किताबका अक्षरहरू लेख्न सिकाएर पढ्न सिकाएर मात्र होइन नि त होइन त्यसमा शारीरिक विकासका कुराहरू आउँछ मानसिक भावनात्मक सामाजिक र ज्ञानात्मक पक्षको विकासको कुराहरू आउँछ नि त भन्दाखेरि त्यसैले हामी टिचरहरू हामी शिक्षकहरू चाहिँ भन्छ नि टिचर मस्ट बी व्हाइटर देन व्हाइट के हामी त्यस्तो हौँ धेरै जिम्मेवारी छ जस्तै यो कल्चरकै कुरा मैले थोरै जोडेँ तपाईँलाई जस्तै नेपाली कल्चर हामी नेपाली सोसाइटीहरू देशै विदेश संसारभरि छरेको छ हजुर हिजोको अस्ति एउटा मैले कन्फरेन्समा अमेरिकाकै जस्तो लाग्छ एउटा कन्फरेन्समा हेरिरहेको साइकोलोजी पर्सपेक्टिभबाट त्यहाँ चाहिँ उनीहरूले मन्थली एउटा चाहिँ शिविर जस्तो चलाउने रहेछ त्यहाँदेखि बुकिङ गरेर काउन्सिलिङको लागि अथवा त्यहाँ चाहिँ डक्टरलाई भेट्न आउनुपर्छ त्यो गर्दाखेरि त्यहाँ अधिकांश मान्छेलाई त हुन त इङ्ग्लिस बोल्न नजानेर होइन भाषाको हिसाबले उनीहरूलाई समस्याहरू नभएर तर जुन त्यो कल्चरको उनीहरूले जुन आफूले जुन भाषामा सिकिरहेको थियो जुन भाषामा उनीहरू हुर्किरहेको थियो त्यसमा एक्सप्रेस गरेको इमोसन र त्यो अरूको भाषामा गरेको इमोसन धेरै फरक पर्ने कुरा त्यहाँनिर देखिन्छ छ ल्याङ्ग्वेजले एकदम हो हामीलाई भाषा चाहिन्छ क्या एक्सपोजरको लागि हो होइन प्रतिनिधित्व गर्नको लागि हो होइन चाहिन्छ तर जुन आफ्नो मौलिक भाषामा मातृभाषामा जुन कुरा हामी व्यक्त गर्छौँ त्यसमा धेरै गहिरो कुराहरू हुन्छ कि जुन अरू भाषामा हुँदैन तर भाषाको ज्ञान चाहिँ हुनुपर्छ है तर यहाँ चाहिँ के छ भने म धेरै थुप्रो स्कुलमा जान्छु धेरै स्कुलहरूमा जान्छु इङ्ग्लिस चाहिँ राम्रो हुनुपर्छ इङ्ग्लिस पक्कै राम्रो हुनुपर्छ चाहिन्छ होइन ग्लोबलाइजेसनको कुराहरू छ चाहिन्छ होइन इङ्ग्लिस चाहिन्छ तर गाह्रो जसले चाहिँ जो हामी हुन्छ नि यहाँ त कमजोर विद्यार्थी भन्ने ट्याग छ क्या है कमजोर विद्यार्थी नभनौँ न ऊ जिनियस हो नि ऊ स्लो लर्न गर्ने हो नि त ऊ बिस्तारै आफ्नो आफ्नो पेसमा लर्न गर्छ नि त हो इभन मलाई पनि भन्नुहुन्छ भने म पनि इङ्ग्लिसमा एकदमै ल आफ्नो इमोसन्स एक्सप्रेस गर भन्दाखेरि म सक्दिनँ नि किनकि हामी एकदम नेटिभ पनि होइन हामीले त्यो अनुसारको वातावरण पनि पाएनौँ आएका कुरा पनि कति बिर्सिसक्यो त्यो वातावरण नहुँदाखेरि वातावरणको धेरै ठुलो भूमिका हुन्छ होइन जानेको कुरा पनि त प्रयोगमा ल्याइएन भने बिर्सिन्छ मेसिन त चलाएन भने खिया लाग्छ भने होइन त्यो कुराहरू छ नि त नि मलाई नै कति गाह्रो भइसक्यो होइन भ्यालु एडको कुराहरू छ लर्निङको कुराहरू छ त्यसैले स्कुलहरूमा कति स्कुलहरूमा चाहिँ पेरेन्ट्सहरूको चाहिँ के छ भने मेरो बच्चाले इङ्ग्लिस कस्तो फरर बोल्छ क्या तर त्यहाँ नेपाली होइन 34 भनेको यो कति हो भनेर सोधिरहन्छ होइन गणित छैन अहिले तर अहिलेको जुन नैतिक शिक्षा राख्नुपर्छ भन्ने छ त्यो धेरै राम्रो इतिहास खै नेपाल परिचय खै
भूगोल खोइ हाम्रो सबै त छैन नि त अहिले होइन जुन जुन हामीलाई चाहिने त्यो छैन भन्दाखेरि अनि पक्कै पनि कमजोर त भइहाल्यो त्यो भाषाकै हिसाबले हेर्दै गर्दा मैले चाहिँ भनौँ न त्यो मदर टङ र नेसनल टङ अथवा अरू कुरा फरक हुँदै गर्दाखेरि त्यो बच्चालाई पहिलो मदर टङ क्लियरली सिकाउनुहोस् अहिले छ नि त क्लियरली सिकाउनुहोस् नेपाल भाषा भनेर छ अहिले सबै क्लियरली सिकाउनुहोस् मजाले उसले बोल्छ त्यो कुरा उसले सबै कुरा बुझ्छ उसले भनेको कुरा बोल्न फर्काउन सक्छ भने चाहिँ जस्तै म एज अ तामाङ हुँदै गर्दाखेरि मैले अब जुनसुकै भाषा बोल्दा पनि फरक परेन नि किनभने मेरो आफ्नो मदर टङ त मलाई क्लियरली आउँछ पहिला त्यो बनाइसकेपछि अरू भाषा उसले कसरी बोल्छ भने त्यसले म्याटर गर्दैन मलाई चाहिँ त्यस्तो लाग्छ त्यसै कुरा हो है अब तपाईँलाई अब अलिकति थोरै जस्तै इसिडीको तपाईँ एक्सपिरियन्स कति वर्षदेखि तपाईँ इसिडी क्षेत्रमा मैले यस्तो छ एसएलसी 2050 को एसएलसी आज सकाएँ भोलि नै मैले स्कुल जोइन गरेको है एज अ भोलिन्टियर धेरै सिक्ने मौका पाएँ म नै बच्चै भनौँ न 16 वर्षै राम्रो लागेको थिएन साथीहरूसँग घुम्न मन लाग्ने मलाई तर त्यही त म धेरै सिनियर भनिसकेँ मैले आउँदाखेरि नै हजुरहरूभन्दा म सिनियर हो भने बट एज इज जस्ट अ नम्बर है ठिक छ यो अनुभव हो क्या है त्यही भएर एसएलसी सकेको भोलिपल्ट नै म स्कुलमा इन्गेज भइहालेँ अनि साथीहरू सब घुम्न जान्थे मैले त्यो घुम्न पाइनँ एकैचोटि मलाई नर्सरी ए सेक्सन ए जिम्मा दिनुभयो 34 जना कि 36 जना बच्चा थिएँ मै त बच्चा थिएँ अरू स्कुल पढ्न नजाने भनेर चाहिँ म चाहिँ पढाउन नजाने भनेर हुन्थेँ कि है रमाइलो एक्सपिरियन्स थाहा छैन मैले कसरी गर्ने त्यो सब बच्चाहरू रोइरहेछ कोही काखमा छन् कोही चाहिँ बच्चाहरू पनि रोइरहेछ आफू पनि रोइरहेछ मेरो एक्सपिरियन्स त्यो हो फर्स्ट है तर मलाई चाहिँ टिचर बन्न मन चाहिँ पटक्कै थिएन तर यो युनिभर्सको हुन्छ नि प्लानिङ हो के मेरो प्लानिङमा कहाँ हुन्छ र होइन जस्ट टाइम भन्छ नि तिमी यो बन्नुपर्ने छ त तिमी यो बन्न चाहेर हुँदैन भने जस्तो मलाई चाहिँ आरजे भिजे हुनु मन लाग्ने पहिल्यैदेखि है हुन्छ नि आफू त्यो कायोलाई चाहिँ पुरा सरले बेर्यो टक्क पर्दा लायो अनि ऐना अगाडि बस्यो पुरै गर्ने अनि आफ्नै स्वर रेकर्ड गर्ने कति हुन्छ नि त्यसरी गर्थेँ अब टिचिङ यो सबै लेखिएको कुरा भएको आफूले चाहेको हुँदैन देखेको कुरा पाउँदैन भने जस्तो अनि त्यसरी नै गर्दै गरे पढाउने थाहा छैन टेक्निक थाहा छैन कति बच्चालाई तर्साएँ पनि मैले कति बच्चा म देख्यो भने टाढा छ भने यस्तो गरेर रुन्थे त्यस्तो पनि एक्सपिरियन्स अब अहिलेको एक्सपिरियन्सहरू सबैले मलाई मन पराउँछन् त्यो चाहिँ तपाईँले अहिले आफूलाई रिलर्न गर्दै अनलर्न गर्दै कतिपय कुराहरूलाई हैन यहाँसम्म ल्याउनु भएको छ कति मैले पढाएका विद्यार्थीहरू सिए छन् डाक्टर छन् बिएको लागि घरसम्म निम्तो दिन आए हैन म्यामको यसले गर्दा चाहिँ हामी यो बनेको हो भन्दाखेरि चाहिँ अलिक प्राउड पनि लाग्छ कि त्यो चाहिँ पोजिटिभली होइन पोजिटिभली त्यो चाहिँ मेरो पोजिटिभ स्ल्याप गएछ जस्तो लाग्यो कि त्यो बेलामा त्यसलाई चाहिँ मैले स्ल्याप होइन क्ल्यापमा रिडिफाइन गरेँ है त्यो गर्दा खुसी लाग्छ प्राउड लाग्छ आफूलाई होइन तर अहिले त्यो बेलामा यो जस्तो अहिलेको जस्तो मेरो ज्ञान भएको भए म अझ कति गर्थेँ जस्तो लाग्छ तर सही समय चाहिँ यही रहेछ कि जब जागा तब सबेरा त्यो त हुन्छ नै जस्तै अब भनौँ न अब हामीले पनि यहाँसम्म आउँदै गर्दाखेरि विद्यालयमा चाहिँ अहिलेको सिचुएसन भइरहेको अझ हामी त्योभन्दा धेरै पढ्थ्यौँ होला त्योभन्दा धेरै गर्थ्यौँ होला खेल्न बढी जाँदैन थियो होला त त्यो त हुन्छ नै त्यो सबैलाई कुरा भयो जस्तै तपाईँले हुन्छ नि विद्यालयमा काम गर्नुभयो लामो समयसम्म बच्चाहरूको लर्निङ स्पिड हुन्छ नि गति कतिको धेरै डाइभर्स पाउनु भएको छ धेरै छ टिचरले त्यही स्पेसमा चाहिँ सबै कुराको टिचिङ लर्निङ एक्टिभिटिजहरू गराएर आउँछ तर त्यही क्लासका बच्चाहरू चाहिँ कोही चाहिँ अव्वल एकदमै गर्न सक्ने फास्ट लर्नरहरू कोही चाहिँ आफ्नै पेसमा बिस्तारै गर्नुहुन्छ क्या भन्दाखेरि यसमा चाहिँ के हुन्छ भने घरको इन्भाइरोमेन्टको कुरा आउँछ हैन र बच्चाले आफू जन्मिँदा नै कस्तो किसिमको गुणहरू लिएर आएका छन् प्रिनेटल पिरियडमा हुँदाखेरि गर्भावस्था हुँदाखेरि आमालाई कस्तो स्ट्रेस परेको थियो के थियो त्यो पनि त्यसले पनि म्याटर गर्छ क्या हैन भन्दाखेरि
यहाँनिर चाहिँ अब हामी यो कमजोर विद्यार्थी भन्दैनौँ, पढ्न नसकेको भन्दैनौँ, आफ्नो पेसमा काम गर्ने हुन्छ, आफ्नो पेसमा लर्न गर्ने होइन। VAK लर्नर हुन्छ, भिजुअल लर्नर, अडिटरी लर्नर, काइनेस्थेटिक लर्नर। काइनेस्थेटिकमा अब अल्फ्याक्टरी र गस्टेटरी पनि जान्छ होइन। भन्दाखेरि कोही आफै सुनेर मात्र सुनेर पनि सिक्छन्, कोही हेरेर सिक्छन्, कोही आफै गरेर सिक्छन्। मेरो केसमा म हेरेर सुनेर सिक्नेमा परेँ। भन्दाखेरि हामी यहीँ पनि हुन्छ नि, यहाँ आफूलाई थाहा होला नि म कस्तो किसिमको लर्नर भनेर होइन। भन्दाखेरि ती बालबालिकाहरू पनि त्यही हो होइन। अनि हामीले चाहिँ टिचिङ लर्निङ एक्टिभिटिज गराउँदाखेरि जो आफ्नै पेसमा लर्न गर्ने बालबालिकाहरू हुनुहुन्छ, त्यो नानी बाबुहरूलाई हेरेर फास्ट लर्नरले त 1 क्लिकमा सिक्छ क्या। अनि मेरो केसमा त मसँग जति पनि जोडिनु भएको छ उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने जो चाहिँ आफ्नै पेसमा काम गर्ने लर्न गर्ने बच्चा हुनुहुन्छ उहाँलाई हेरेर हामी त्यो एक्टिभिटिजहरू गराउँछौँ क्या। किनकि कति टाइम चाहिँ ड्युरेसन जान्छ त उहाँलाई सिकाउँदाखेरि भन्ने कुराहरू हामी त्यहाँबाट प्लानिङ गर्छौँ होइन। छिटो सिक्ने बच्चाहरूले त यो चाहिँ यो हो, तिमीले यति गरे पुग्छ भनेर सिक्यो क्या होइन। त्यसैले हामी चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता दिन्छौँ। अनि त्यही किसिमको टाइम ड्युरेसन अलोकेट गरेर अनि टिचिङ मटेरियल्स के चाहिने हो होइन, कसरी गर्ने, त्यसरी चाहिँ हामी गर्छौँ डिजाइन, सबै प्लानिङहरू गर्छौँ। यसमै मैले जोडेँ तपाईँलाई, जस्तै नेपालको कन्टेक्स्टमा अलिकति विद्यार्थीहरू चाँडो भर्ना गर्ने इसिडीमा अलिकति मान्छेको व्यस्तताले गर्दाखेरि पनि होला। इसिडीको जुन छ नि यो कोर्स करिकुलमदेखि लिएर डिटेल हेर्दै गर्दाखेरि त्यो कतिको इफेक्टिभ छ, अथवा त्यसमा मैले समय लामो समय काम गर्दै गर्दाखेरि नेपालको नयाँ पोलिटिकल पाराडाइम पनि सिफ्ट भएको छ। यो यस्तो पनि छ कि कुनै सबै कुरा ठिक भन्न पनि मिल्दैन र सबै कुरा बेठिक भन्न पनि मिल्दैन। अब त्यस्तो म जानकार व्यक्ति त होइन, खालि अनुभव मात्रै हो होइन। मेरो अनुभव अरू कसैलाई नमिल्न सक्ला है, र मेरो अनुभव कसैलाई ठ्याक्कै मेल पनि खान सक्ला कि। त्यसैले मैले सुरुमा पनि भनेको कि गलत मूल्याङ्कन नगरियोस् र मूल्याङ्कन गर्न हामीलाई अधिकार पनि छैन। हामी अलग मात्रै हौँ कि। राम्रो कुरालाई हामीले ग्रहण गर्ने हो, नराम्रो कुरालाई हामीले उडाइदिने हो कि होइन, विलिन गरिदिने, त्यति मात्रै हो। यस्तो छ अब जो अहिले हुनुहुन्छ होइन शिक्षाको सेक्टरमा, अब धेरै अब पैसाको फीको कुराहरू आउँछ होइन। प्राइभेट सेक्टरमा चाहिँ यस्तो यस्तो भन्नुहुन्छ, सबै त्यस्तो हुँदैन क्या होइन। धेरै च्यालेन्जेसहरू छ। कति प्राइभेट सेक्टरका सञ्चालकहरूले होइन उहाँहरूले आफ्नै खल्टीबाट पैसा निकालेर पनि पैसा राखेर पनि धेरै चलाइरहेको छ। धेरै गाह्रो छ, धेरै गाह्रो छ होइन। ट्रान्सपोर्टेसन हाल्यो भने अझै गाह्रो छ होइन। 2-3 जना दिने टिचरलाई दिने स्यालेरी ट्रान्सपोर्टेसनमा गइरहेको छ। कति गाह्रो छ कि। सानो सानो स्कुलहरूलाई धेरै गाह्रो छ अहिले होइन। काम गरेर त खानु पऱ्यो नि त, बाँच्नु पऱ्यो नि त, परेन? जे काम जानेछ त्यो गर्ने हो नि त होइन। त्यो इन्डाइरेक्टली समाजलाई राष्ट्रलाई पनि त हेल्प हो नि। भन्दाखेरि कतिजनाले जागिर पाइरहेको हुँदैन, त्यहाँ जागिर दिइरहेको हुन्छ, इम्प्लोइको कुरा हुन्छ नि त होइन, त्यो पनि हो। अनि अर्को कुरा भनेको हामीले यो म त धेरै प्रि स्कुलमा नै गरेँ, अनि अहिले मात्र हो धेरै टिचरहरूसँग पनि म लिङ्क छ, रिलेटेड छु होइन। धेरै धेरै कुराहरू छ यसमा। अब बोल्यो भने फेरि अर्को अर्थ लाग्छ भने पनि त्यो पनि हामीलाई पनि डर छ होइन। त्यसैले बोल्नुभन्दा पनि यसलाई चाहिँ समयअनुसार चाहिँ कसरी चाहिँ गर्न मिल्छ भनेर हेर्ने हो कि। इसिडीमा मैले तपाईँले थोरै जस्तै चाँडै भर्ना हुँदाखेरि तिनीहरूको त्यो चाहिँ के छ समस्या लर्निङमा? यस्तो छ, लर्निङमा समस्या होइन। जुन टिचरहरूले अब नबुझेको भने सबैले बुझेको छैन भनेको होइन कि। कति स्कुलहरूमा म जाने स्कुलहरूमा जस्तै अब 2 वर्षको बच्चालाई पनि पेरेन्ट्सको यहाँ डिमान्ड हुँदो रहेछ कि। अर्को स्कुलमा यति ए लेख्न सिकाएपछि मेरो बच्चालाई यति महिना भयो स्कुलमा भर्ना गरेको ए लेख्न आउँदैन भन्ने हुन्छ। त्यस्तो धेरै छ होइन भनेको। अनि पेरेन्ट्स टिचरहरूलाई र स्कुल सञ्चालकहरूलाई के हुन्छ भने पेरेन्ट्स छैन भने बच्चाहरू छैन नि त, कसरी चलाउनु? अनि त्यो फुलफिल गर्नुपर्ने हुन्छ कि पेरेन्ट्सको डिमान्ड। अनि म यसलाई चाहिँ टोटल्ली विरोध गर्छु, किनकि उमेर अनुसार
त्यो बालकको क्षमता अनुसार बुझाइको स्तर अनुसार चाहिँ हामीले दिनुपर्छ है। पेरेन्ट्सको लागि हामी होइन, पेरेन्ट्सको उहाँहरूकै बालबालिकाको सुनिश्चित भविष्यको लागि र सर्वाङ्गीन विकासको लागि हामी हो भनेर हो नि त। भन्दाखेरि उमेर अनुसारको हामीले चाहिँ त्यो कुराहरू दिनु पर्यो जति त्यो बालकले सिक्न सक्छ के, जति उसको क्षमता हो त्यो अनुसार। तर यहाँ के गरिदिन्छ भने सिधै टिचरहरूलाई पनि ज्ञान छैन के सिकाउने। म कति स्कुलमा जान्छु, प्ले ग्रुपमा के सिकाउने म्याम, ए गराइरहेको छु म हेर्छु, त्यो होइन नि। भन्दाखेरि त पहिला हेरेर छामेर होइन बोल्न जान्नुपर्ने यो हो भने जस्तै यो कप छ होइन, त्यो बच्चाले त छाम्नु पर्यो कप किन चाहिँ यो कपको काम के हो होइन, यो यसको भोलम कति रहेछ, यो गरुङ्गो छ कि हल्का छ होइन, यो सबै कुरा पहिला सिक्नु पर्यो। प्र्याक्टिकल लाइफ एक्सर्साइजका कुराहरू जीवन यो दैनिक जीवनमा गरिने प्रयोगात्मक अभ्यासका कुराहरू सिकाउने हो नि त। यस, सेन्स अफ अर्ग्यान होइन, सेन्सरी अर्ग्यानहरूलाई युज गरेर हामीले 5 इन्द्रियहरूलाई चाहिँ प्रयोग गरेर चाहिँ सिक्ने कुराहरू पहिला सिकाउनु पर्यो। अब यहाँ फेरि के च्यालेन्जेस छ भने पेरेन्ट्सले यो स्कुल काम लाग्दैन, त्यहाँ यति धेरै सिकाएपछि मेरो बच्चालाई लेख्नै आउँदैन, यो कुरा पनि छन्। र ती प्यारेन्ट्सको पनि जमात छ र मेरो बच्चालाई चाहिँ उमेरअनुसार बिस्तारै सिकाउनु छ है भन्ने पेरेन्ट्सको पनि जमात छ क्या। यो तालमेल मिलाउन धेरै गाह्रो छ, किनकि एउटा कक्षामा भनेको विभिन्न परिवेशबाट आउँछ नि त, वातावरणबाट होइन, लिटरेट इलिटरेट जे पनि हुन्छ प्यारेन्ट्सहरू त्योबाट आउँछन्। तर स्कुलमा आइसकेपछि सबै इक्वल हो, हामीले दिने कुरा एउटै हो, त्यो छ। त्यसमा धेरै कुराहरू छ, धेरै हेरेर सिक्ने, त्यही सेन्सरी अर्गेनहरूलाई युज गरेर सिक्ने होइन। अनि अर्को कुरा कस्तो छ भने हामी सिम्पल टु कम्प्लेक्समा जान्छौँ कि यो कुराको चाहिँ ज्ञान भइरहेको छैन। सिम्पल केलाई लिने, कम्प्लेक्स केलाई लिने, त्यो बुझाइको कमीले गर्दाखेरि पनि यो इसिजीमा साना बालबालिकाहरूलाई भर्ना लिँदाखेरि कति त्यो एक्टिभिटिजहरू गराउँदाखेरि धेरै च्यालेन्जेसहरू छ टिचरहरूलाई, स्कुललाई। जस्तै तपाईँले इसिजीमा काम गर्दै गर्दा तपाईँले अपनाउनु भएको एप्रोचहरू जसले चाहिँ इफेक्टिभली काम गरेको छ, जस्तै स्लो लर्नरहरू हुन्छ नि, जस्तै बिस्तारै सिक्ने बालबालिकाहरूलाई चाहिँ तपाईँले कसरी चाहिँ त्यसलाई 2टा जस्तै हुन्छ नि, यो गर्दाखेरि चाहिँ उनीहरूलाई छिटो सिक्छ, उनीहरूले त्यसरी इम्प्रुभ गर्न सकिन्छ भन्ने हुन्छ। इम्प्रुभ गर्न सकिन्छ, त्यही पेसेन्सको कुराहरू आउँछ होइन। यसमा चाहिँ त्यही हामी लर्निङ बाई डुइङ भन्छ नि, त्यही हो। पहिला हामीले एउटा बालकलाई स्वतन्त्र व्यक्तिको रूपमा हेर्न सक्नु पर्यो। व्यक्तिगत जुनसुकै कम्युनिटी जस्तै समुदायबाट आए पनि हजुर उसको भावना, इच्छा, रुचि, आकाङ्क्षालाई बुझ्न सक्नु पर्यो टिचर भएर है। र व्यक्तिगत मूल्य मान्यता अनुसार, सांस्कृतिक परम्परागत सांस्कृतिक मूल्य मान्यता अनुसार चाहिँ हामीले एउटा बालकलाई हेर्न सक्नु पर्यो कि। त्यसलाई हामी जगमा राख्छौँ, फाउन्डेसन हो त्यो होइन। अनि बल्ल हामी तल्ला चढ्दै जान्छौँ नि त होइन, जगबाट भुइँतल्लामा आउँछ। त्यो चाहिँ बालकलाई प्रेम गरिएको छ कि छैन, बालक आफूले पनि त अनुभूति गर्नु पर्यो नि होइन। सिकाउनको लागि त पहिला म त्यहाँ प्रेम गरिएको छु अनुभव हुनु पर्यो नि। सेफ प्लेस, सेफ, म यहाँ सेफ छु है, मेरो लागि कोही हुनुहुन्छ है होइन, त्यो फिल गर्न सक्नु पर्यो। जब बालकले म प्रेम गरिएको छु, म सुरक्षित छु, म स्वतन्त्र छु, मैले यहाँ भनेको कुरा गर्न पाउँछु, जब बालकले त्यो फिल गर्छ नि, अनि त्यहाँ सिकाइ भनेको गाह्रो हुँदैन, सिकाइ गाह्रो हुँदैन। हामी पनि त्यही त थियौँ नि, कुनै टिचरले हामीलाई यस्तो पिटेर पनि पढाउनु भएको छ, त्यो टिचरले जति सिकाए पनि यो दिमागमा जाँदैन थियो। तर कोही टिचर बिरामी भए पनि त्यो टिचर मात्र सँगै बस्दै पनि आनन्द आउने, बोल्नै परेन, बुझ्यो छिटो होमवर्क पनि उहाँको फर्स्ट गर्न मन लाग्ने हुन्थ्यो नि त। यी कुराहरू आउँछ, त्यसैले हामीले एकचोटि हामीलाई त्यही ठाउँमा राखेर हेर्नु न। एम्फाथाइजेसनको कुराहरू छ नि त होइन, मेन्टल रियलाइजेसनको कुराहरू छ, सेन्सिटाइजेसनको कुराहरू छ नि त यहाँ भन्दाखेरि हो, यो कुराहरू छ कि। त्यसैले हामीले सिकाउनु भनेकै एउटा बालकको लागि फनको स्पेलिङ, FUN फनको स्पेलिङ चाहिँ LOV, लभ हो क्या। पहिला हामी माया गर्छौँ नि, तिमी यहाँ सुरक्षित छौ है, तिमी प्रेम गरिएको छ है, हामी तिमीलाई एकदम माया गर्छौँ। त्यो भइसकेपछि त त्यहाँ लर्निङ भनेको के हो र सर? लर्निङ इजी हुन्छ कि। जस्तै हामी त तपाईँले अघि भन्नुभयो जस्तै पिटेर ट्रेडिसनल एप्रोचबाट गरेर आएको, त्यो ट्रेडिसनल एप्रोचबाट पढेर आएको होइन। सरले चाहिँ कुखुरा बनाएको, स्याल कराउन लगाएको, पेन्सिल यहाँ राखेर यो गरेको, डस्टरले यहाँ पिटेको होइन,
त्यसरी पढेर आएको टिचर त्यो समुदाय हुँदै आएको टिचर दुईवटा डाइमेन्सन हुँदो रहेछ कि एउटा चाहिँ हिजो हामीले खाएको यिनीहरूलाई ठोक्नुपर्छ यिनीहरूलाई कि हामी त हिजो यसरी हुर्केर आएको यिनीहरूलाई चाहिँ किन राख्ने एउटा थियो अर्को चाहिँ हिजो हामीले यसरी गऱ्यौँ यो चाहिँ गर्नु हुँदैन यसलाई रिक्टिफाइन गरेर नयाँ तरिकाले जानुपर्छ भन्ने हुन्छ कि हो अब जुन त्यो हिजो हामीले यसरी नै पढेर आएका थियौँ हामीले यस्तै गर्नुपर्छ ठोक्नुपर्छ पिट्नुपर्छ भन्ने जुन एउटा छ नि त्यो मैले भने नि सर माइन्डसेटको कुराहरू के होइन त्यो प्रत्येक नितान्तै व्यक्तिगतमा भर पर्ने व्यक्तिगत विचार धारणामा भर पर्ने कुराहरू हो कि यो चाहिँ होइन मैले पनि त ट्रेडिसनल वेमै पढेँ र पढाइ पनि त नि भन्दाखेरि मसँग पनि त विद्यार्थीहरू डराएका थिए नि त मैले अहिले रियलाइज गरेको छु नि त होइन ए त्यो गलत थियो किन गलत थियो भने मलाई सिकाउने कोही थिएन त 36जना बच्चा कसरी सम्हालोस् त मै त बच्चा थिएँ भर्खर टिनेजमा टेक्दै थिएँ भन्दाखेरि मैले त्यो बेला के जाने त ए यसरी तर्सायो भने चाहिँ चुप लाग्ने रहेछ भन्ने जाने होइन त्यो एन्भाइरोमेन्टमा मैले त्यही सिकेँ तर होइन ट्रेनिङहरू लिँदै जाँदा हो त्यहाँ एम्फसाइजेसनको कुराहरू आउँछ होइन मोन्टेसरी ट्रेनिङ लिएँ त्यही बेला अझ फिल भयो ओ मैले धेरै ब्लन्डर गरेर छु होइन ओहो किन गरेर छु त्यो बेला मलाई थाहै छैन क्या अब थाहा पाएर पनि मैले त्यो गरेँ भने चाहिँ म के हो त अब प्रश्न चिन्ह होइन अब मैले थाहा पाइसकेँ नि त मैले मेरै बच्चालाई हुर्काउने क्रममा मेरो छोरालाई हुर्काउने क्रममा यहाँले अघि महिलाको हुन्छ नि दबाबको कुरा कति स्ट्रेस पर्छ त्यो स्ट्रेस पनि त्यो मैले चुनौती कसरी के अनुभव गर्नुभयो भनेर सन्दर्भ मिल्यो मैले अहिले भने मैले मेरो छोरा नर्सरी पढ्दा मैले आफैले पिटिएस नाकबाट रगत आउने गरी पनि किन परिवारको दबाब काम सकाउनु पर्ने छ बेलुका ढिला हुने आफूलाई पनि निन्द्रा लाग्ने शरीर थाकिसकेछ बच्चालाई होमवर्क गराएन भने भोलि बच्चाको कम्प्लेन आउँछ त्यो पनि एउटा छ अनि बच्चालाई ड्याममा पिट्दाखेरि त्यो सेन्सिटिभ त हो बिचरा सानो बच्चा नाकबाट रगत आयो हेर्नु है गल्ती गरेको मैले अब त्यो गल्तीलाई चाहिँ नियन्त्रण गरेँ नि त कन्ट्रोल अफ एरर भन्छु नि त म त्यो एरर होइन अब चाहिँ हुँदैन है मैले थाहा थिएन मैले त्यो कुराको जानकारी पाइनँ मैले यो गल्ती गरेँ त अब जानी चाहिँ गर्नु तर म यहाँसम्म पुग्नुमा पनि मेरो छोराकै हात छ मैले मेरो छोरालाई हुर्काउने क्रममा त्यो थप्पड नहानेको भए म आफै नै चिडचिड भइसकेको थिएँ नि त होइन त्यो नभएको भए आज म यहाँ आएर हजुरहरूसँग यस्तो कुरा गर्ने थिएन होला अनि त्यसैले यसको श्रेय चाहिँ मेरो छोरालाई जान्छ किनकि आई जस्ट फलो द लिड अफ माई चाइल्ड र हरेक टिचरले हरेक अभिभावकले हामीले हाम्रो बालबालिकाको अगुवाईलाई पछ्याउनु पर्छ तर त्यो अगुवाई कस्तो हो त सकारात्मक हो कि नकारात्मक हो कि होइन बच्चाले नचाहिने कुरा गरे पनि होइन हामीले हाम्रो बच्चाको अगुवाईलाई पछ्याउनु पर्छ भन्दैमा नचाहिने कुराको अगुवाईलाई चाहिँ पछ्याउनु हुँदैन त्यहाँनिर पोजिटिभ लिमिट सेटिङका कुराहरू आउँछ त्यो नजानेको अब त्यो कस्तो भने अति भएपछि खती हुन्छ अरे कि त्यो चाहिँ खतीको बाटोतिर गइरहेको जस्तो लाग्छ मलाई बच्चा सानो हुन्जेल डिमान्ड गर्छ फुलफिल गर्छ सकिन्छ जब ठुलो हुँदै जान्छ त्यो डिमान्डलाई कसरी फुलफिल गर्ने त्यहाँ अर्थको कुराहरू आउँछ हो त्यसैले नो भन्न सक्नुपर्छ एकदमै है नो भन्न सक्नुपर्छ हुँदैन भन्ने किन हुँदैन हो किन तर यहाँनिर नो चाहिँ भनिन्छ तर नोको रिजन दिइन क्या त्यो रिजन विथ रिजन नो भन्न सक्यो भने नि त्यहाँनिर चाहिँ फेरि कस्तो राम्रो कन्सिक्वेन्सेसहरू छ क्या यसको लागि मैले एउटा छोटो भिडियो बनाएर अफर चाहिँ गरेँ होइन तपाईँ ठ्याक्कै त्यो कुरा निकाल्नु नो किन बच्चालाई भन्नुपर्छ भनेर मैले कुनै भिडियो बनाएर त्यो अफर चाहिँ गरेँ होइन मैले एज अ मदर एउटा आमा हुँदै गर्दाखेरि दुईवटा कुरा हुन्छ अरे कि सबैभन्दा धेरै कुरा उसले बच्चालाई नै सिकाउँछ अरे सबैभन्दा धेरै कुरा बच्चाबाटै सिक्छ अरे कि आमाले हो त्यो तपाईँले कतिको महसुस धेरै महसुस गरेको छु त्यो त मेरो बच्चाले गर्दा म यहाँ छु अहिले होइन उसलाई त्यो सिकाउनु पनि पर्यो उसका मिस्टेक भएर आफूले नै सिक्नु पर्यो कसैलाई राम्रो कुरा सिकाउनलाई आफू सुध्रिन जरुरी छ के पहिला आफूले आफूलाई ऐनामा हेर्न जरुरी छ होइन म यो ठाउँ म यो मेरो म आमा हुने त म यो भूमिकामा छु मेरो यो पद छ मेरो यो जिम्मेवारी छ भन्दाखेरि पहिला आफूले आफूलाई ऐनामा हेर्नु
पहिला म को हुँ होइन, म टिचर हुँ भन्छ धेरैले होइन, म यो हुँ, म फलानु हुँ, तर साँच्चै म को हुँ त? कहिले आफूले आफूलाई गहिरिएर झाँकेर हेर्नु भएको छ त? मेरो इच्छा के हो, मलाई के मनपर्छ होइन, लाइक्स र डिसलाइकका कुराहरू आउँछ, म कति पेसेन्सली बस्न सक्छु होइन, ममा एडभर्सिटी कोटेन्ट कति छ, म इक्यु हाई मान्छे हो कि होइन, त्यो सबै बुझ्नु पऱ्यो क्या आफूलाई पहिला। जो पेसेन्स छैन भन्नुभयो नि यहाँले अघि नै सुरुमा, मेलको सहभागिता कम छ इसिडीमा भने त्यो पेसेन्स लेभल कम हुने भएर पनि भन्नु पऱ्यो नि, बाई नेचर होइन। तर कति धेरै मेलहरू हुनुहुन्छ कति पेसेन्स लेभल आइसक्यो, घरमा कति रेस्पोन्सिबिलिटीहरू कस्तो दुःख भए पनि नबोलिकन कति निभाइरहेको हुन्छ, त्यो सबै ती कुराहरू पनि त छ नि। यो अब यसको त अन्तै छैन यो कुरा गऱ्यो भने होइन, किनकि सबै नितान्तै व्यक्तिगत कुराहरू हुन् होइन, यो चाहिँ परिस्थिति अनुसार घरको परिस्थिति अनुसार चाहिँ निर्धारित हुने कुराहरू हो कि पेसेन्स लेभल भनेको, अनि उमेरको कुराहरू पनि हो, सबै समय उमेरको कुराहरू के। त्यही भएर यसलाई चाहिँ यहीँ नै ब्रेक गरेर अनि अगाडि बढौँ अझै। जस्तै यो हामी मानसिक स्वास्थ्य भनेर अहिले अस्ति एपिएले पनि एउटा नोटिस नै, अब रिसर्चकै बेसमा होला, 8 बिलियन लगभग वर्ल्डमा जुन पपुलेसन छ त्यसमा 1 बिलियन चाहिँ मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको डाटा उसले पनि बाहिर ल्याएको थियो। त्यसमा पनि अझ बढी चाहिँ एङ्जाइटी र डिप्रेसन अलिक बढी छ। तपाईँको जर्नीमा तपाईँलाई कतिवटा कुरामा लाइफमा हडल्सहरू भयो होला, अप्ठ्यारोहरू भयो होला, फ्यामिली छ, प्रोफेसन छ, बच्चालाई पनि सँगसँगै गर्नुपर्ने छ, विभिन्न ठाउँमा तपाईँ पुग्नु परिरहेको छ। यो कुराहरूलाई कसरी तपाईँले त्यसलाई फेस गर्दै च्यालेन्ज ओभरकम गर्दै यहाँसम्म आउँदै गर्दाखेरि कतिको त्यो पार्टले बढी रोल खेलिरहेको छ, त्यो कसरी स्ट्रङ बनाउनु पर्ने रहेछ? हो तर यो जर्नी भन्दै गर्दा तर सुरुमा के अहिले के भन्न चाहन्छु, परिस्थिति जस्तै भन्यो भने मनस्थितिलाई चाहिँ कमजोर बनाउनु चाहिँ हुँदैन हामीले, यो मूल मन्त्र हो क्या। परिस्थिति जस्तै भए पनि मनस्थितिलाई चाहिँ बलियो बनाएर राख्नुपर्छ, त्यो भनेको रेजिलेन्सीको कुरा हो नि त, कोपिङ मेकानिजमको कुरा हो। यो कुरा सबैमा छ क्या, त्यो हेर्न नसकेको क्या, ममा यो पोटेन्सियालिटी छ भनेर नै हेर्न सकेनन् कि, किन जिम्मेवारी होइन, अनि धेरै कुराहरू छ कि यहाँ सो अफका कुराहरू पनि छ, ला मैले यस्तो गरेँ भने उसले मलाई के सोध्छ, प्रेस्टिजको कुरा छ कि यहाँ, म त समाजमा मेरो यस्तो त्यो छ होइन, तर मलाई चाहिँ के ठान्ला, मैले यस्तो गर्नुहुन्न भन्ने कुराहरू पनि त छ नि त। त्यसले गर्दा रेजिलेन्सीको कुराहरू ओपन हुन सक्यो भने, म जे हुँ त्यो भनेर खुलस्त हुन सक्यो भने गाह्रो छैन। मैले अझ अलि रिडिफाइन गरेँ भने जस्तै मान्छे एउटा स्वतन्त्रमा जन्मिन्छ होइन, उसमा त्यो एडजस्टमेन्ट क्वालिटी भनौँ अथवा फ्लेक्सिबिलिटी भनौँ, तपाईँ म यसरी कुरा गरिरहेका छौँ होइन, लाइफमा यस्तो सिचुएसन पनि आउन सक्छ कि भोलि कहीँ गएर ल बाटोमै सुत्नु पऱ्यो, मागेर खानुपर्ने अवस्था आयो, अथवा हाई प्रोफाइलमा गएर 5 स्टार होटलमा बस्नु पऱ्यो, अथवा वाट एभर सिचुएसन लाइफमा, त्यो सिचुएसनलाई आफूलाई कति फिट गर्न सकिन्छ कि सकिँदैन? फिट गर्न सकिन्छ नि त, त्यही त रेजिलेन्स फिट गर्न सक्यो भने त भइहाल्यो नि। वाउ वाउ, यही त हो नि एक्सेप्टेन्स के। तर यहाँ एक्सेप्टेन्स मानिसहरूले प्रत्येक व्यक्तिले चाहिँ यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ भनिरहेको हुन्छन्, तर आफूलाई पर्दाखेरि त्यो गर्न नसक्दाखेरि एन्जाइटी होइन, त्यो सहन नसक्नु होइन, आफ्नो अनुसार नहुनु भनेकै गाह्रो हुनु अनि एन्जाइटी हुनु होइन, सोचेको जस्तो भएन नि त। कति हुन्छ नि हस्बेन्ड वाइफमा पनि के हुन्छ भन्दाखेरि मेरो हस्बेन्ड यस्तो भइदिए हुन्छ यस्तो भइदिए हुन्छ, हस्बेन्डले पनि मेरो वाइफ यस्तो भइदिए हुन्छ, तर त्यो ठ्याक्क विपरीत पाउँदाखेरि हुँदैन, त्यहाँनिर के हुन्छ कन्फ्लिक्ट हुन्छ, अनि कन्फ्लिक्ट हुँदा हुँदा एन्जाइटी, उसलाई पनि डिप्रेसन, उसलाई एन्जाइटी तनाव हुन्छ नि त, अनेक सृजना भइहाल्छ होइन त्यो कुरा। त्यसैले यसमा चाहिँ कस्तो लाग्छ भने हामीले चाहिँ प्र्याक्टिस गर्नुपर्ने कुरा है, पढेको कारण चाहिँ मलाई त्यही जस्तो लाग्छ क्या हामीलाई होइन, प्र्याक्टिस गर्नुपर्ने कुरा भने चाहिँ एक्सेप्टेन्स रहेछ क्या होइन। र मलाई यस, मलाई समाजले के सोच्छ होइन, मेरो परिस्थिति यस्तो छ, मैले यो जीवन जिउन पर्छ, मैले बाध्य, मेरो पर्छ मैले होइन भने हेल्प मी, हेल्प मी, औला ठडाउन जानेछ भने त्यहाँ सहयोगको हात पनि अगाडि बढाऊ होइन।
यो त यस्तो भयो भने औँला नठहराऊ के, सहयोगको हात बढाऊ न त। एक व्यक्तिले अर्को व्यक्तिलाई सहयोग गरेर हार्मोनीको कुराहरू छ त्यहाँ, होइन? त्यसपछि त कस्तो राम्रो समाज निर्माण हुन्छ त। त्यो छ नि, जे बच्चाले देख्यो त्यही सिक्ने त हो नि। वाट चिल्ड्रेन सी चिल्ड्रेन डु। सिम्पल, यो सिम्पल कुरालाई बुझ्न नसक्दाखेरि हामी दुखी छौँ, हामीलाई दबाब भइरहेछ, होइन? सिम्पल कुरा भनेको के छ त? हेर्नुहोस् है, नट द क्लिनिनेस अफ रुम वानली बट द क्लिनिनेस अफ माइन्ड टु भन्ने आउनु पऱ्यो कि। क्लिनिनेसको कुरा आउनु पऱ्यो, त्यसपछि अर्डरलिनेसको कुरा आउनु पऱ्यो कि, होइन? सानोबाट ठुलो, सिम्पल टु कम्प्लेक्स। हामी के हेर्छौँ? हामी सर्फेसमा हेर्छौँ, डिपमा हेर्दैनौँ क्या। कुनै पनि समस्यालाई पहिला त्यो सानोबाट त ठुलो भएको हो नि। क्यान्सर त्यसै भएको हो र? त्यो सानो घाउलाई त्यसलाई व्यवस्था गर्दा 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 होइन भएको। त्यो हामी कतै पँधेरोतिर जाँदा पहिला पहिला धाराहरू बाहिर हुँदाखेरि एउटा खल जस्तो राखेको हुन्छ, त्यो त्यहाँनिर त्यो खलमा म बच्चा बेला एकदम क्युरियस कि त्यो गोलो चाहिँ किन भयो, त्यो पुरा हुन्छ त्यो गोलो किन भयो, मलाई बडो अचम्म लाग्थ्यो। तर अहिले बुझेँ कि त्यो पानीको त्यो जुन ड्रप छ टिप टिप, त्यो वर्षौँ वर्ष दिन रात गर्दा गर्दा त त्यो पाल भयो रहेछ नि भन्दाखेरि त्यही कुरा त हो नि स्ट्राइक गर्ने, त्यसले निम्त्याउने होइन सबै कुरा। सानो त्यही त, यसमा चाहिँ डिस्टोर्सनको कुरा आयो नि त। सानोलाई ठुलो देख्ने, तिललाई पहाड बनाउने भन्ने कुरा आयो नि त, होइन? अनि डिलिसनका कुराहरू छन्, कति कुराहरू आफ्नो फेभरमा गर्ने, अरू आफूले नराम्रो कुरा गर्छ नभन्ने। के छ तपाईँ हामी अब अन्त्यतिर आउँदै गर्दाखेरि मान्छे जीवनमा सफलता खोज्छ, जीवनको अर्थ खोजेर भनौँ न धेरै ठाउँमा मान्छेहरू कहिले कतातिर कोही कतातिर, होइन? कोही आर्थिक बाटोमा गइरहेको हुन्छ, कोही जीवनको मिनिङ खोजेर आफ्नो जे खुसी लाग्यो त्यतातिर दौडिरहेको हुन्छ। धेरैवटा डाइभर्सिटीमा इन्डिभिजुअल डिफ्रेन्सका कुराहरूले गर्दाखेरि अथवा उसको आइडल सेल्फ र रियल सेल्फमा कतिपय कुरामा कन्फ्लिक्ट पनि भइरहेको हुन्छ। तपाईँलाई चाहिँ के लाग्छ? जस्तै म कतिखेर सक्सेस हुन्छु अथवा मेरो जीवन चाहिँ कतिखेर अर्थपूर्ण भयो भन्ने लाग्छ? मलाई त हरेक मोमेन्टमा मेरो जीवन अर्थपूर्ण छ जस्तो लाग्छ। सक्सेस भनेको म यहाँसम्म आएर हजुरहरूसँग कुरा गरेँ, मेरो मनको कुरा गर्न पाएँ, मेरो लागि सक्सेस यही हो। म सक्सेसलाई पैसासँग नाप्दिनँ। पैसा भनेको साधन हो, साध्य होइन, मैले सुरुमा पनि भनिसकेँ, होइन? बास चाहिन्छ, सबैभन्दा निन्द्रा प्यारो हो, ठुलो ठुलो निन्द्रा हो, निन्द्रा प्यारो हो। त्यो बङ्गलामा सुतोस् र त्यो एउटा सिम्पल घरमा सुतोस्, त्यही हो मेरो लागि। म हाँस्न सकिरहेको छु, म खुसी हुन सकिरहेको छु। हरेक अप्ठ्यारो भनेको लाग्दैन अहिले मलाई, त्यो अप्ठ्यारोलाई मैले मजाले पार गरेर अगाडि बढ्न सकिरहेको छु। दिस इज माई सक्सेस। ल, यसमा मैले तपाईँलाई यो सबै कुरा तपाईँले जे कुरा तपाईँको अनुभव, तपाईँको दृष्टिकोणहरू सबै कुरा सेयर गर्नुभयो, यहाँसम्म आइदिनु हो, होइन? अब हाम्रो त्यति छोटो एकछिनको ट्रेनिङमा यहाँसम्म ल्याएर गर्नुभयो। फेरि पनि हामी लाइफ मन्त्रको टिममा जोडेर कुनै काम पनि गरौँला, फेरि पनि यो स्टुडियोमा बस्दै अझै पनि थप कुराकानी सेयर गरौँला। यहाँसम्म आइदिनु हो, तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि हृदयदेखि नमन लाइफ मन्त्र टिमलाई। थ्याङ्क यू सो मच। थ्याङ्क यू।